यो भनेको डिस्कस द मेकानिजम अफ सेक्स डिटर्मिनेसन्स इन एनिमल्स बाई सेक्स मेथड। यसमा के हुन्छ नि, हाम्रो 22 अटोजोम र 22 पेयर अटोजोम र 1 पेयर सेक्स क्रोमोजोम हुन्छ होइन, दुईवटा। अनि फिमेलमा XX हुन्छ, सेम हुन्छ, र मेलमा XY हुन्छ होइन। अनि त्यसपछि यो XY सेक्स डिटर्मिनेसन भनेको म्यामलमा मेनली हुन्छ। जस्तै XY भनेको सेक्स क्रोमोजोम दुईवटा हुन्छ क्या, XX फिमेलमा, XY भनेको मेलमा भयो होइन। अनि यो मेथडले गर्न सकिन्छ। र X0 सेक्स डिटर्मिनेसन भनेको यो भनेको मेनली कहाँ हुन्छ भने मेनली त्यो ग्रासहोपरहरूमा प्रेजेन्ट हुन्छ। यक्स भनेको त यो भइहाल्यो फिमेल क्यारेक्टर। जस्तै फिमेलमा XX आयो भने फिमेल क्यारेक्टर सो गर्छ ग्रासहोपरहरूमा, र X0 आयो भने यो मेल क्यारेक्टर सो गर्छ। यो भनेको यसरी सेक्स XW यो बर्डहरूमा XW सेक्स डिटर्मिनेसन हुन्छ। जस्तै XX आयो भने त्यसमा के हुन्छ भने XX आयो भने त्यसमा XX आयो भने मेल क्यारेक्टर हुन्छ, अनि XY आयो भने फिमेल क्यारेक्टर हुन्छ। त्यसलाई X अनि ZZ फिमेल ZZ भनेको मेल क्यारेक्टर र ZW भनेको फिमेल क्यारेक्टर हुन्छ भनेर भनेको छ क्या योमा। अनि यता पनि चाहिँ हेप्लोइडी मेथड भनेको हाफबाट डिटरमाइन गर्ने। कुनै अब डबल आयो भने 2N आयो भने फिमेल क्यारेक्टर सो गर्छ, कुनै अर्गानिजम्समा N आयो भने मेल क्यारेक्टर सो गर्छ क्या। हेप्लोइड आयो भने मेल क्यारेक्टर सो। इन्भाइरोमेन्टली डिपेन्ड सेक्स डिटर्मिनेसनमा के हुन्छ भने त्यो इन्भाइरोमेन्टले फ्याक्टर गर्छ। जस्तै अब टर्टल छ नि, त्यो सी बिचमा अनि सनलाइटको प्रेजेन्समा दियो भने त्यो फिमेल सेक्स ग्रो हुन्छ, फिमेल सेक्स ग्रो हुन्छ। अनि त्यसपछि के भन्छ, अनि स्याडो र बिचभन्दा यता र स्याडोमा दियो भने त्यहाँ मेल ग्रो हुन्छ, त्यो भन्ने छ। अनि त्यसपछि एउटा त्यो राम्रो इक्जाम्पल के छ भने सिवामको छ। सिवाम र के छ पर्किसियसको इक्जाम्पल छ। त्योहरू पनि हुन्छ। टेम्परेचर पनि धेरै, इगमा टेम्परेचरहरू धेरै भयो भने त्यहाँ मेल ग्रो हुन्छ, अनि त्यस सिवामहरूमा। अनि टेम्परेचर थोरै भयो भने, नर्मल टेम्परेचर भयो भने फिमेल ग्रो हुन्छ। अब साइजले पनि डिटरमाइन गर्छ कि मेल र फिमेल हुने, जसको साइज जस्तै इग साइज के छ भने इग साइज भनेको लार्ज भयो भने फिमेल, अनि स्मल साइज भयो भने मेल क्यारेक्टर